बोल्नुभन्दा अघि 100 पल्ट नभए पनि 4 पल्ट चाहिँ सोच्नु भनेर बुढापाकाले भनेको छ। आसामको गोर्खा डेभलपमेन्ट काउन्सिलको चेयरम्यान प्रेम सिंह तामाङको बयान छ कि जति पनि आसामको गोर्खा जातिहरू बाहिर काम गर्नु गएको छ, चेन्नई, तमिलनाडुको चेन्नई, केरला, कर्नाटका, उतै गएर बस्नु, आसामलाई माया गर्दैनौ तिमीहरूले भनेर भन्यो एउटा वार्तामा। अन्त हाम्रो नेपाली समाज जहाँको पनि यस्तै गु खानेर चुत्यापन्थी गर्ने मात्र हुन्छ। बडा दुःखद, किनभने जति पनि आसामबाट आसामको जुन गोर्खा समाज बाहिर गएको छ, के त्यो खुसी खुसी गएको होला? एउटा मजबुरी हुन्छ के सबैलाई? त्यसो भने सबैलाई प्रेम सिंह तामाङ तैँले सबैलाई नोकरीको जुगाड गर्दै जति पनि बाहिर गएको छ हाम्रो आसामको गोर्खा समाजको मान्छेहरू, एउटा घरमा एउटा सरकारी नोकरी दिलाइदिए। सबैजनाले सबै जग्गा छोडेर आसाममा आएर बस्छ। दम छ? त्यही भनेर बोल्नुभन्दा अघि सोच्नु। र यस्तै पाराले हो भने भारतीय जनता पार्टी यानि कि बिजेपीलाई गोर्खा समाजले कसरी भोट दिने त? चाहे त्यो आसामको होस् चाहे त्यो बङ्गालको होस्। बडा दुःखद कुरा गर्छ। हुन त तर नेपाली नेताहरू जहाँको पनि जुनै पार्टीको पनि हेर्नु चुतिया नै देखेँ मैले। बडा दुःखद।